सरकारी काममा ढिलासुस्ती, झन्झट अनि जवाफदेहिताको कमी, यो त हामी सबैले भोगेकै कुरा हो। तर के यहाँहरूलाई थाहा छ, एउटा यस्तो कानून पनि छ जसले यी सबै समस्यालाई सम्बोधन गर्दै सुशासनलाई हाम्रो अधिकारको रूपमा स्थापित गर्छ? आज आउनुहोस् यही सुशासन ऐन 2064लाई अलि सरल भाषामा बुझौँ न। हेर्नुस् त, कानूनको सुरुवात नै यही शक्तिशाली वाक्यबाट हुन्छ। यसले के भन्छ भने सुशासन भनेको भाषणमा वा किताबमा मात्र हुने कुरा होइन। यो त हरेक नागरिकले व्यवहारमा पाउनुपर्ने अधिकार हो। भन्नुको मतलब यो ऐनको मुटु नै यही हो, अधिकारलाई कागजबाट बाहिर निकालेर यथार्थ बनाउने हो। यो त्यही आधिकारिक दस्तावेज हो जसले सरकार कसरी चल्नुपर्छ भन्ने नियमहरू तोकेको छ। यसलाई सरकार र जनता बीचको एउटा सम्झौता पत्र वा ब्लुप्रिन्टको रूपमा लिन सकिन्छ, जसले जवाफदेही र जनता केन्द्रित प्रशासनको जग बसाल्छ। त्यसो भए यो कानून आखिर चाहिए नै किन त? खासमा यसले गर्न खोजेको के हो भने सरकारी कामकारवाहीलाई बदल्नु, एउटा यस्तो प्रशासन बनाउनु जहाँ काम लुकाएर होइन, पारदर्शी रूपमा होस्, जहाँ सबैको आवाज सुनियोस् र जहाँ सरकारले जनताप्रति आफ्नो जिम्मेवारी पूरा गरोस्। तर यो ऐन ठूला सिद्धान्तमा मात्रै सीमित छैन है। यसको लक्ष्य त झन् कति व्यावहारिक छ भने कुनै सरकारी कार्यालय जाँदा काम छिटो होस्, प्रक्रिया एकदमै सरल होस् र अनावश्यक खर्च नहोस्। यो कानूनको उद्देश्य हरेक नागरिकको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो। कुनै पनि बलियो घरको लागि बलियो जग चाहिन्छ, होइन र? ठिक त्यस्तै यो ऐन पनि केही आधारभूत सिद्धान्तहरूमा टिकेको छ। ऐनको दफा 6ले केही यस्तै सिद्धान्तहरू तोकेको छ जसलाई सुशासनका मुख्य स्तम्भ मानिन्छ, जसमाथि पुरै प्रशासनिक प्रणाली खडा हुनुपर्छ। कानूनले एकदम स्पष्ट भन्छ, यी सिद्धान्तहरू सरकारी कर्मचारीका लागि रोजाइको विषय होइनन्, अनिवार्य हुन्। यी केवल किताबमा लेखिएका राम्रा शब्द मात्र होइनन्, यी त ती आधारभूत नियम हुन् जसलाई हरेक निर्णय र काममा पालना गर्नै पर्छ। ल, राम्रा सिद्धान्तहरू हुनु एउटा कुरा भयो, तर त्यसलाई लागू गर्ने जिम्मेवारी चाहिँ कसको? यो मेरो काम होइन भनेर कोही पन्छिन नपाओस् भनेर यो ऐनले कसको के कर्तव्य हो भनेर स्पष्ट पारेको छ। आउनुहोस् यो जिम्मेवारीको श्रृङ्खलालाई हेरौँ। सबैभन्दा माथि त मन्त्रीको भूमिका आउँछ। उहाँ मन्त्रालयको राजनीतिक प्रमुख हुन्, जसको मुख्य जिम्मेवारी नीतिगत दिशा तय गर्नु हो। त्यसपछि पालो आउँछ मुख्य सचिवको। उहाँ पुरै निजामती सेवाको प्रशासनिक प्रमुख हुनुहुन्छ। उहाँले एक किसिमले सरकारको इन्जिनको रूपमा काम गर्नुहुन्छ, जसले सबै मन्त्रालयहरूबीच तालमेल मिलाएर नीतिहरूलाई कार्यान्वयनको चरणमा लैजान्छ। र हरेक मन्त्रालयमा एक सचिव हुन्छन्, जो त्यो मन्त्रालयको प्रशासनिक प्रमुख हुन्। उहाँको काम चाहिँ मन्त्रालयभित्र नीतिहरूलाई कार्यमा परिणत गर्ने हो। अब यो तालिकाले कुरालाई अझै छर्लङ्ग पार्छ। मन्त्रीले नीतिगत नेतृत्व दिने, मुख्य सचिवले सम्पूर्ण प्रशासनमा समन्वय गर्ने र सचिवले आफ्नो मन्त्रालयमा ती नीतिहरूलाई कार्यान्वयन गर्ने। कसको जिम्मेवारी के हो भन्ने कुरामा कुनै अस्पष्टता नै छैन। ल, सिद्धान्त र जिम्मेवारीको कुरा त भयो, तर व्यवहारमा के हुन्छ त? अब हेरौँ कानूनका ती पक्षहरू जसले हरेक नागरिकको सार्वजनिक सेवाको अनुभवमा सिधै असर पार्छ। न, एउटा सिधा प्रश्न है। कुनै सरकारी कार्यालयमा निवेदन दियो भने निर्णय हुन कति समय लाग्नु पर्ला? यो ऐनको सबैभन्दा व्यावहारिक र महत्त्वपूर्ण प्राविधानहरूमध्ये एक हो। जवाब हो 7 कार्यदिन। हो, साँच्चै नै जम्मा 7 कार्यदिन। यदि अन्य कुनै कानूनमा फरक व्यवस्था छैन भने सबै कागजात बुझाएको 7 कार्यदिनभित्र सम्बन्धित कार्यालयले निर्णय दिनै पर्छ। अब अनिश्चितकालसम्म कुर्नुपर्ने दिन गए। तर यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। नियम त बन्यो, तर कसैले यो 7 दिनको नियम मानेन भने के हुन्छ त? कानूनले नियम मात्र बनाउँदैन, त्यो नियम नमान्दा के हुन्छ भनेर पनि तोकेको छ। ऐनले ढिलासुस्ती गर्नेलाई जवाफदेही बनाउन तह-तहको प्रक्रिया तोकिएको छ। मतलब कुनै कर्मचारीले ढिलाइ गर्यो भने उसको कार्यालय प्रमुखले चेतावनी दिन सक्छ। यदि कार्यालय प्रमुखले नै ढिलाइ गरेमा विभागीय प्रमुखले, यसरी जिम्मेवारीको श्रृङ्खलामा सबैभन्दा माथिसम्म जवाफदेहिताको संयन्त्र बनाइएको छ। त्यसो भए यो सबैको मतलब के हो त? हामीले सिद्धान्त, जिम्मेवारी र प्रक्रिया हेर्यौं। अब यो ऐनले आखिरमा हरेक नागरिकका लागि के अर्थ राख्छ त? छोटकरीमा बुझौं।
यो ऐनको मूल दर्शन यही हो। यसले सरकारको मानसिकतामा परिवर्तनको माग गर्छ। शासक होइन, बरु जनताको सेवक, सेवा प्रदायक र सहजकर्ता बन्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो कानूनले प्रभावकारी र जवाबदेही सार्वजनिक सेवालाई जनताको मौलिक अधिकारको रूपमा स्थापित गर्छ। यो कुनै दया वा कृपा होइन, यो हाम्रो अधिकार हो। अनि अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ, कानूनले परिकल्पना गरेको त्यो सुशासन र हामीले दिनहुँ भोगिरहेको यथार्थ, यी दुई बीचको खाडल कति छ होला?